के तपाईको इन्कममा ट्याक्स काटेर आइरहेको छ? गुड इभिनिङ, वेलकम ब्याक टु फ्राइडे फाइनान्स विथ एआरएस। आजको फ्राइडे फाइनान्समा हामी ट्याक्स डिडक्टेड एट सोर्स यानी कि स्रोतमा कर कट्टीको बारेमा कुरा गर्न गइरहेका छौँ। टिडीएस तपाईको इन्कमको स्रोतमा काटिने कर हो। तपाईले कुनै पनि पेमेन्ट गर्दा या एक्सपेन्सेस बुक गर्नु अगाडि नै टिडीएस काट्नुपर्ने हुन्छ। नर्मली टिडीएस 4 क्याटेगोरीमा काटिने गरिन्छ। पहिलो नम्बरमा स्यालेरी या रेन्युमरेसन, दोस्रो नम्बरमा सर्भिसेस या लगानीमा रिटर्न, तेस्रो नम्बरमा विन्डफुल गेन जस्तै लोटरी क्याश प्राइजमा, चौथो नम्बरमा कन्ट्र्याक्ट पेमेन्ट जस्तै कन्स्ट्रक्सन कन्ट्र्याक्ट या कन्ट्र्याक्ट फर सप्लाई अफ गुड्स। टिडीएसको रेटको कुरा गर्नु पर्दाखेरि स्यालेरीको हकमा स्ल्याब रेटमा टिडीएस काट्ने गरिन्छ। सर्भिसेसको केसमा कुनै पनि ब्याङ्क या वित्तीय संस्थाले विदेशी ब्याङ्क या वित्तीय संस्थालाई तिरेको इन्ट्रेस्टको हकमा 10% टिडीएस काट्ने गरिन्छ भने स्वदेशी ब्याङ्क या वित्तीय संस्था या अन्य कुनै सङ्घ संस्था या व्यक्तिलाई तिरेको इन्ट्रेस्टको हकमा 5% टिडीएस काट्ने गरिन्छ। भ्याटमा दर्ता भएका भेहिकल रेन्टललाई प्रोभाइड गरेको रेन्टको हकमा 1.5% टिडीएस काटिन्छ भने भ्याटमा दर्ता नभएका भेहिकल रेन्टल सर्भिसेसको हकमा 2.5% टिडीएस काटिन्छ। जबकि अन्य लिज कन्ट्र्याक्टको हकमा 10% टिडीएस काट्ने गरिन्छ। यसका साथसाथै रोयल्टी पेमेन्टको हकमा 15% टिडीएस काट्ने गरिन्छ र कुनै पनि भ्याटमा दर्ता भएका सर्भिस प्रोभाइडिङ इन्टिटीको हकमा 1.5% टिडीएस काटिन्छ भने भ्याटमा दर्ता नभएका सर्भिस प्रोभाइडिङको हकमा 15% टिडीएस काट्ने गरिन्छ। अप्रुभ रिटायरमेन्ट फन्डबाट पाएको रिटायरमेन्टको पैसामा 5% टिडीएस काटिन्छ। यस्तै डिभिडेन्ड कुनै पनि लगानीमा रिटर्न आएको केसमा त्यसमा नि 5% टिडीएस काट्ने गरिन्छ। विन्डफुल गेन जस्तै लोटरीमा जितेको पैसा या अन्य कुनै क्याश प्राइजमा जितेको पैसाको हकमा 25% टिडीएस काट्ने गरिन्छ। यो त त्यो टिडीएस लाग्ने पेमेन्टको कुरा। अब कुरा गरौँ टिडीएस नलाग्ने पेमेन्टको बारेमा। टिडीएस नलाग्ने पेमेन्टमा ब्याङ्क या वित्तीय संस्थालाई तिरेको ब्याजमा टिडीएस लाग्दैन। कुनै पनि नन रेसिडेन्टले तिरेको पेमेन्टमा टिडीएस लाग्दैन। कुनै पनि रेसिडेन्टले आफ्नो पर्सनल एक्सपेन्सेसको लागि गरेको पेमेन्टमा टिडीएस लाग्दैन। इन्स्योर्ड पर्सनको डेथमा दिएको इन्सुरेन्स अमाउन्टमा टिडीएस लाग्दैन। त्यस्तै डिभिडेन्ड या इन्ट्रेस्ट पेमेन्ट कुनै म्युचुअल फन्डलाई गरिएको छ भने त्यसमा टिडीएस लाग्दैन। हाउस रेन्ट पेमेन्टमा टिडीएस लाग्दैन। आजको लागि फ्राइडे फाइनान्समा यति नै। तपाईँलाई टिडीएस रिलेटेड कुनै इन्क्वायरी या हेल्प चाहेमा हामीलाई सम्पर्क गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड थ्याङ्क यू।